6 करोड पेमेन्ट प्लान त हामीले फिक्स गरिसकेका छौँ, तर अब एक्चुअलमा 27 करोड लिड आयो भने चाहिँ हामीले के गर्छौँ त? अफकोर्स हामीले टिआरपीमा चाहिँ हामी सिआरएम मोड्युल इन्टिग्रेट गर्ने भनेर चाहिँ हामीले प्रिभियस भिडियोजमा सेयर गरेको थियौँ, जुन चाहिँ मेरो टेक टिमले चाहिँ आफ्नो डेडलाइनभन्दा अगाडि नै मलाई डेलिभरी गरिसकेको छ। र यो हाम्रो इआरपीमा चाहिँ अब के कुरा नयाँ आएको छ भन्दाखेरि चाहिँ इच क्लाइन्ट डेको चाहिँ लिडहरू चाहिँ हामीले हाम्रो सिस्टममा इन्ट्री गर्छौँ। सिस्टम इन्ट्री गरेपछि कुन क्लाइन्टको काम के भइरहेछ, कुन फेजमा भइरहेछ, मिटिङ बुक भयो, पेमेन्ट आयो, काम सकियो, काम सुरु भयो, सबै कुरा चाहिँ हाम्रो क्लाइन्टलाई पनि वाट्सएप मेसेज, एसएमएस र हाम्रो टिमलाई पनि एसएमएस, वाट्सएप सबै जानुभयो। र यसले गर्दाखेरि चाहिँ हाम्रो क्लाइन्ट र टिम सेम पेजमा हुन्छ। यसलाई अझै अर्गनाइज गर्नको लागि हाम्रो 5 वटा क्याम्पेनहरू जुन छन् त्यसलाई चाहिँ एउटा मेन क्याम्पेन एन्ड इभेन्टको रूपमा चाहिँ अगाडि बढाउने भयो हामीले, जसको नाम चाहिँ रहनेछ सौभाग्य गृह प्रवेश महोत्सव। अब हाम्रो सबै क्याम्पेन्सहरू चाहिँ यही महोत्सवभित्र चल्दैछ र यो महोत्सवको लागि निमोनिक एन्ड लोगो र डिफ्रेन्ट ब्रान्ड एसेटहरू बनाउनु पर्ने हुन्छ र यसको लागि वर्क सुरु भइसकेको छ। र हेरौँ भोलि चाहिँ कस्तो बनाएर आउँछ निमोनिक अथवा लोगो।